नविल इन्भेस्टमेन्ट अन्तर्गत एनआई 31 को एसआइपीमा एनएभी घटेको बेला कसरी हामीले क्रोम ब्राउजरबाट युनिट्सहरू पर्चेस गर्न सक्छौं, किन्न सक्छौं भन्ने बारेको यस भिडियो रहेको छ। लान चाहन्छु मेरो मोबाइल फोनतर्फ। मोबाइलको गुगल वा क्रोम ब्राउजर अन्तर्गत हामीले नविल इन्भेस्टमेन्ट अन्तर्गत एनआई 31 एसआइपीमा कसरी एनएभी घटेको बेला वा टपअप लमसम इन्भेस्ट गर्न सक्छौं, आजको यस भिडियोमा तपाईलाई त्यो जानकारी गराउन जाँदैछु। सुरुमा हामीले गुगल अथवा क्रोम ब्राउजरमा गएर नविल इन्भेस्टमेन्ट भनेर सर्च गर्नुपर्ने हुन्छ। यसपछि तपाईले सुरुमै नविल इन्भेस्टमेन्टको एउटा वेबसाइट देख्न सक्नुहुनेछ। त्यसपछि यहाँनिर आउने पपअपलाई तपाईले हटाउनु होला। त्यसपछि लगइन्स भन्ने छ, यहाँ गएर यहाँ म्युचुअल फन्ड एसआइपी भन्ने छ सुरुमा, हो यसमा हामीले यसरी टच गर्नुपर्ने हुन्छ। त्यसपछि क्लोज अल गर्नुस् यहाँ आउने विज्ञापन नोटिफिकेसनहरूलाई। त्यसपछि यहाँनिर डिपिआइडी क्लाइन्ट आइडी र पिन नम्बर हाल्नु भनेको छ। म यहाँनिर डिपिआइडी क्लाइन्ट आइडी र पिन नम्बर हाल्छु। मैले आफ्नो यहाँ सम्पूर्ण आइडीहरू हालिसकेको छु। अब यहाँबाट लगइन गर्छु। यसपछि तपाईले यस्तो खालको इन्टरफेस देख्न सक्नुहुनेछ। मोबाइल डिभाइसबाट हामीले यसलाई लगइन गरेका छौं। थोरै यसलाई मैले मास्तिर सारेँ। त्यसपछि यहाँ तपाईले देख्न सक्नुहुनेछ एनआई 31 को अहिले एनएभी कति छ, 10 रुपैयाँ 1 पैसा रहेको छ। अब हामी वन टाइम पर्चेज गर्न जाँदैछौँ। यहाँ वन टाइम भनेर लेखिएको छ, हो यहाँ क्लिक गर्छौँ। त्यसपछि यहाँ तपाईले एनआई 31 तल देख्न सक्नुहुनेछ, हो यसलाई मैले यहाँ यसरी क्लिक गरेँ। त्यसपछि यस्तो खालको इन्टरफेस देखिन्छ। कति युनिट्स हामी लिन्छौँ म यहाँनिर टाइप गर्छु। मैले यहाँनिर 200 युनिट्स भनेर यहाँनिर टाइप गरेँ। त्यसपछि यहाँ तल तपाईले देख्न सक्नुहुनेछ युनिट्स 200, एप्लिकेबल एनएभी 10 रुपैयाँ 1 पैसा, टोटल भ्यालु 2002 रुपैयाँ, डिपी फी 5 रुपैयाँ, टोटल अमाउन्ट 2007 रुपैयाँ देख्न सक्नुहुनेछ। अब म यहाँनिर यसलाई बाईमा क्लिक गरेँ। त्यसपछि यो 5 लाख भन्दा माथिको हामीले कुनै चिजहरू किन्दैछौँ भने कहाँबाट आयो त्यो पैसा भनेर हामीले त्यसलाई खुलाउनु पर्ने हुन्छ, इन्कमको स्रोत। अब हामीले यो केही गर्नु पर्दैन। यसलाई मैले थोरै तल सारेँ। त्यसपछि आई एग्री एन्ड कन्टिन्यूमा क्लिक गरेँ। त्यसपछि हामीले केबाट यो पैसा तिर्दैछौँ हामी त्यतातिर जान्छौँ, जस्तो ई सेवा, खल्ती, कनेक्ट आइपिएस, स्क्यान एन्ड पे भन्ने रहेको छ। अब म यहाँनिर कनेक्ट आइपिएसमा मैले यसरी यहाँ क्लिक गरेँ। त्यसपछि कन्फर्म एन्ड पे भन्ने छ, यसमा मैले क्लिक गरेँ। त्यसपछि कन्फर्म भन्ने छ, कन्फर्ममा म यसरी यहाँनिर गएँ। त्यसपछि कनेक्ट आइपिएस को युजर नेम, त्यसपछि क्यारेक्टर्स यहाँनिर म लगाउँछु। मैले यहाँनिर कनेक्ट आइपिएस को आइडी पासवर्ड लगाइसकेको छु। साइन इन गर्छु यहाँबाट। यसपछि यहाँ तपाईले देख्न सक्नुहुनेछ यस्तो खालको इन्टरफेस। थोरै तल सारेँ, ब्याङ्क सेलेक्ट गरेँ मैले यहाँबाट नविल। त्यसपछि सबमिटमा क्लिक गरेँ। त्यसपछि वन टाइम पासवर्ड भन्छ, वन टाइम पासवर्ड हालिसकेपछि सबमिट गरेँ। यहाँ तपाईले देख्न सक्नुहुनेछ पेमेन्ट सक्सेस भनेर देख्न सक्नुहुनेछ। ल हेर्नुहोस् यहाँनिर 2007 रुपैयाँ हाम्रो कटेको छ। म यहाँबाट कन्टिन्यूमा गएँ। यसरी हामीले एसआइपी को एनएभी घटेको बेला वन टाइम पर्चेज गर्न सक्छौँ। नविल इन्भेस्टमेन्ट अन्तर्गत एनआई 31 को एसआइपी कसरी सुरु गर्ने भनेर तपाईलाई लागेको छ भने मैले पहिला नै भिडियो बनाइसकेको छु। यसै भिडियोको डिस्क्रिप्सन, आई बटन र एन्ड स्क्रिनमा राखिदिनेछु, तपाईले हेर्न सक्नुहुनेछ। एसआइपी सम्बन्धी कुनै प्रश्न जिज्ञासा छन् भने यसै भिडियोको कमेन्ट बक्समा तपाईको प्रश्न जिज्ञासा राख्नु होला। अवश्य पनि तपाईको जिज्ञासालाई समाधान गर्ने मेरो प्रयास रहनेछ। यस्तै एसआइपी सम्बन्धी पछिसम्म भिडियोहरू हेरिरहन चाहनुहुन्छ भने अहिले भिडियो हेरिरहनु भएको यस च्यानललाई तपाईले सब्स्क्राइब गरेर जोडिन सक्नुहुनेछ।